मित्रता भनेको मनको बगैँचा हो जहाँ विश्वासका फुलहरू सधैँ फुलिरहन्छन्। किनै हो र जिन्दगी। यस्तै मेरो मोबाइलमा 1 yearको मेमोरिज भनेर आएका थिए केही नोटिफिकेसन खोलिहाल्दा थिए फोटोहरू। आजभन्दा 1 वर्ष अगाडि केही काम विशेषले काठमाडौँ जाँदा साथीहरूसँग भेटेका थिए। त्यो बेलाको मनोरम दृश्यहरू, यादहरू, साथीसँग बिताएका पलहरू मनको फोटो एल्बम जस्तै हुन्छन् जुन सदैव रङ्गीन रहन्छन्। आजको यादहरूले आजको मुस्कान सजाउँछन्। यो मित्रताको सुन्दरता हो। एक दिन यी फोटोहरू हेर्दै आँखाबाट आँसु निकाल्नेछौँ हामी अनि ओठमा मुस्कान सजाउनेछौँ। साथीसँग बिताएका पलहरू सम्झिँदै हामी मनमा नै गदगद हुनेछौँ। One day we will remember all the memories and live a life. हामी साथ त हुने छैनौँ। सबै आफ्नो गन्तव्यमा लागिसकेका हुन्छन् आफ्नो परिवारसँग। तर पनि काहीँ कतै साथीको अभाव महसुस भने अवश्य हुनेछ अनि यी फोटोहरू हेर्दै दिनहरू सम्झिनेछौँ। सबैभन्दा इम्पोर्टेन्ट रिलेसनसिप के को हुन्छ? तपाईँहरू साथीहरू हो। मलाई जिन्दगीमा कसैले एउटै मात्र प्रश्न सोध्छ र मलाई त्यसको उत्तर आउँदैन भने म मेरो साथीलाई देखाउँछु। चाहे हामी 4 वर्ष 5 वर्ष मेसेज नै किन नहोस्, चाहे 7-8 वर्ष नभेटेको नै किन नहोस्, तर कुनै प्रब्लम पर्दाखेरि हेर्न यार मलाई त यस्तो प्रब्लम भयो भने सबैभन्दा अगाडि ज्यान दिन्छु भनेर आउने त्यसलाई साथी भन्छ।